हामी चाहिँ यो ठाउँमा पनि दारीगुँडा खड्का भनेर नाम कलिया मान्छे है। यो जग्गा जमिन हजुरहरु हेर्नुस् गाइज यति धेरै छ कि यहाँ चाहिँ अहिले स्वस्ति र यो फापर भयंकर रूपमा छ। यो चाहिँ कान्छो भाइ +2 साइन्स यो चाहिँ सकेर बसेको अहिले कृषिलाई प्राथमिकता दिनुपर्छ भनेर काममा खटिरहेछ हो। अर्को जेठी बहिनी उ सिएमए उनले चाहिँ अब अहिलेको देशको अवस्था हेर्दा चाहिँ आर्थिक क्रान्ति सँगसँगै यो कृषिमा पनि क्रान्ति गर्नुपर्छ भनेर चाहिँ अहिले यहाँ व्यापक रूपमा लागिपरेछन्। हुँदै यहाँ मेरो चाहिँ 82 वर्षको हजुरआमा समेत कृषि क्रान्ति अझै जरुरत छ भनेर लागिपरिरहनु भएको छ। उहाँ चाहिँ लुक्नु भएको हाम्रो खड्का खानदानको पहिलो जेठी बुहारी हो। उहाँ चाहिँ अनुभव लिँदै हुनुहुन्छ। यसमा मेरो आफ्नै पनि अनुभव नभएकोले म पनि यहाँ सोध्दै सिक्दै काम गर्ने तर्खरमा छु। ल गाइजहरु मेरो भ्लग हेरेर सपोर्ट गरिदिनु भनेर अनुरोध गर्दछु म। हामी नेपालमा कृषि क्रान्ति पहिला आफ्नै गाउँ ठाउँबाट सुरु गर्दैछौँ। ल सुरु।